गाइज अपोलो हाइड्रोपावरको चाहिँ आइपिओको रिजल्ट चाहिँ आउट भइसकेको छ। त्यसलाई चाहिँ हामीले चाहिँ आफ्नो मोबाइल अथवा ल्यापटप कम्प्युटरबाट चाहिँ सजिलैसँग हेर्न सक्छौँ। तपाईँले आफ्नो मोबाइलमा गएर क्रोम ब्राउजर खोल्नुहोस् अथवा ल्यापटप कम्प्युटर छ भने पनि तपाईँले क्रोम ब्राउजर खोल्नु होला। अनि त्यो खोलिसकेपछि तपाईँले CDSC आइपिओ रिजल्ट भनेर तपाईँले टाइप गरेर सर्च गर्नुहोस्। अनि हामी पहिलो लिङ्क आउँछ तपाईँको आइपिओ रिजल्ट भनेर CDS एन्ड क्लियरिङ लिमिटेड भन्ने यो पहिलो लिङ्कलाई चाहिँ तपाईँले खोल्नुहोस्। यहाँ यसरी खोलिसकेपछि यस्तो खालको इन्टरफेस देखाउँछ र तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ यहाँ अपोलो हाइड्रोपावर लिमिटेड भनेर अटोमेटिक यहाँ सेलेक्ट भएर आइरहेछ। यदि सेलेक्ट छैन भनेदेखि चाहिँ हामीले यहाँबाट चाहिँ आइपिओ कुनको आइपिओ रिजल्ट आएको छ यहाँ हामीले चाहिँ स्क्रोल गरेर हेरेर चाहिँ यहाँबाट चाहिँ सजिलो तरिकाले छानेर चाहिँ हेर्न सक्छौँ। र यहाँनिर आएर तपाईँ चाहिँ तपाईँको BOID नम्बर यहाँ टाइप गर्ने। यसरी मेरो अलरेडी BOID नम्बर यहाँनिर आइरहेछ। यसलाई चाहिँ मैले यहाँनिर गरेर सेलेक्ट गरेँ। अनि यसरी BOID टाइप गरिसकेपछि यहाँनिर तपाईँको क्याप्चा देख्न सक्नुहुन्छ र यो क्याप्चालाई चाहिँ हामीले चाहिँ टाइप गर्नुपर्ने हुन्छ साथीहरू। यसरी क्याप्चा टाइप गर्नुहोस्। अनि क्याप्चा टाइप गरिसके पछाडि चाहिँ हामीले चाहिँ यसरी भ्यू रिजल्टमा यसरी क्लिक गरिसकेपछि हाम्रो चाहिँ आइपिओ परेको नपरेको यहाँनिर देखाइदिन्छ। यदि तपाईँलाई आइपिओ पऱ्यो भने चाहिँ यहाँनिर तपाईँलाई चाहिँ आइपिओ अलर्ट भयो भनेर चाहिँ तपाईँलाई देखाउँछ। यहाँनिर हेर्न सक्नुहुन्छ सजिलैसँग। यसरी चाहिँ गाइज हामी सजिलैसँग आइपिओको रिजल्ट चाहिँ हेर्न सक्छौँ। हुन्छ गाइज, अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।